merotvsite.com गायिका ज्योति मगर नेपाली सांगीतिक आकाशमा ज्योति मगरको गीत जति चर्चामा छ त्यति नै ज्योति मगर नाम पनि चर्चामा छ। ज्योति मगर विभिन्न किसिमका स्क्यान्डलहरूमा पछिल्लो समय चर्चित हुने गरेकी छिन्। नेपाली संगीतले फड्को मार्दै गर्दा ज्योतिको यो गसिपले नेपाली संगीतको आकाशलाई फराकिले त पक्कै पनि पारेको छ र नेपाली गीत संगीतमा आएको जुन किसिमको प्रयोग छ त्यसलाई पनि तारिफयोग्य मान्न नै सकिन्छ। हालै मात्र ज्योति मगरले देशका विभिन्न कुनामा गरेको कन्सर्टहरूबाट उनले दर्शक एवं श्रोताको राम्रै साथ र उत्साह अनि वाहवाही पनि पाएको छ। प्रसंग जोडौं, अहिले सामाजिक सञ्जालहरूमा र विभिन्न किसिमका अनलाइन न्यूज पोर्टलहरूमा ज्योति मगरले लिएर गसिप्सहरू आउने गरेका छन्। ज्योति मगरको कन्सर्ट हेर्नको लागि गीत सुन्न भन्दा पनि ज्योति मगरको कन्सर्टको जुन किसिमको अभिनय उनले प्रस्तुति दिन्छन्, जुन किसिमको उनको पहिरन हुन्छ त्यसले चर्चा पाउने गरेको छ। यतिखेर हामी तपाईमाझ एउटा गसिप्सको बारेमा कुराकानी गर्दैछौं, जुन गसिप आएको छ नयाँ पुस्ता.com मा। नयाँ पुस्ता.com ले साभार गरेको एउटा न्यूज अनुसार ज्योति मगरको टपिक जुन छ न्यूजको टाइटलमा राखिएको छ, ज्योति मगरको तुलसीपुरमा हंगामा, स्तन देखाएर नाचिन् बोलको गसिप्स यतिखेर हामी तपाईलाई लाग्छौं। उनले स्तन देखाएको हो या होइन त्यो भने ज्योति मगर स्वयंले नै जानुन्। कुराकानी गरौं ज्योति मगरको यो गसिप नयाँ पुस्ता.com को। नयाँ पुस्ता.com मा जस्ताको तस्तै लेखिएको लेखलाई अडियोमा रूपान्तरण हामीले गरेका छौं। लेखिएको छ, हरेक समय विवादमा आइरहने गायिका ज्योति मगरले तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा शुक्रबार हंगामा मचाइन्। मिनी स्कर्ट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्तिम समयमा ज्याकेट फुकालेर अर्धनग्न भएर नाचिन्। उनी नाच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाचे। नाच्दा नाच्दै उनले लगाएको वस्त्रको एकातिरको तुना नै खुस्किएपछि स्तन देखिएको समेत लेखिएको छ। उनको ज्योतिको त्यो चर्तिकला देखिएपछि आफन्तसँग महोत्सव हेर्न गएकाहरू शर्माएका थिए। उनले उही मुलाको सिन्की उही मुलाको चाना, जिम्मल वा बाउकी छोरी, पुस माघको जाडोमा सिरक तानातान लगायतका गीतमा नारी इज्जतको खिली उडाउँदै अन्त्यमा छाडा रूपमा नाचेकी थिइन्। यो गसिप हामीले नयाँ पुस्ता.com बाट जस्ताको तस्तै लिएका हौं। यो देखिरहनु भएको तपाईले तस्बिरहरू पनि यही वेबसाइटबाट हामीले डाउनलोड गरेका हौं। merotvsite.com को थप जानकारी र भिडियोहरू हेर्नको लागि हामीलाई लाइक अथवा सब्स्क्राइब गर्नुहोला, अथवा तपाईले www.facebook.com/merotvsite पेजमा गएर लाइक पनि गर्न सक्नुहुन्छ। धन्यवाद।